आज को दिन आफैमा पवित्र दिन हो। हामी भगवान शिवजी को सानिध्य में रहेर यो विशेष कर्म जो हामी ब्राह्मणहरूद्वारा क्षेत्रीयहरू हामी सबैको यो कर्म हुने गर्दछ। र धूप दीप नैवेद्यको लागि सबै कर्ताहरू घिउ ठिक्क गर्नु होला, ज्योति पनि ठिक्क गर्नु होला है। घिउमा बसेका बत्ती ठिक्क गर्नु होला र त्यसको अलावा ज्योति ठिक्क पार्नुहोस्, नैवेद्य ठिक्क पार्नुहोस् हैन। त्यो धूप आउने बेलासम्मलाई गोविन्द प्लास्टिक मगाऊ, प्रसाद प्याक गर्न ल। यो समूहमा यहाँहरूले यति बेरसम्म पूजा गरेका सबै चिजहरू भगवतीलाई ल्याएर अर्पण गर्नु है ल। तपाईँहरूले यति बेरसम्म पूजा गरेका चिजहरू यो भगवतीको नजिकै ल्याउनु होला है ल। ल काम लागेकोतिर सुकाउन भगवतीको नजिकमा ल्याएको सामग्री अर्पण गर्नु होला। भगवतै नमः भन्दै बर्तन हो नि ल एकचोटि उहाँ ल धुप मुन्ना माथि उता ल सबै यहाँ अगाडि धुप आएको छ। ओ त्यो भुइँमा सुकाउ कतै गाइस आउँछ माथि निक्ली वर्तमानको कार्यक्रम बोलिए महाकाली माँ लक्ष्मी महासरस्वतीको गौरी आदि षोडश मातृकाहरूको आवाहनी सप्तमहरूको सिद्ध स्थानको ल सबैले धुप गर्नु होला है त। हरे ओमा ब्राह्मणस्य मुखमा सिन्वाहो राजन्यः कृतः ओरो तस्य जजवैस्यः पदव्यागुंसोद्रो अजायत मनस्फुटभूतो खण्डाद्युखण्डोत्तम आग्रेय सबदेवानां धूपोजं प्रत्यगृह्यताम्। ॐ श्री महाकाली महालक्ष्मी महासरस्वती नमो नमः। धूपम आग्रापयामः। ल धूप पछि ज्योति सल्काउनुहोस् है। ज्योति बाल्नुहोस् होला सबैले। धूप अर्पण भइसकेपछि ज्योति बाल्नु होला। ल त्यो कोइला उता पास गर्छ ल कोइला मलाई आइसक्यो ल। ल धूप बालिसकेकाले ज्योति सल्काउनु होला र धूप अर्पण गरेकाले सर एकपटक धूप गर्नु होला। ल ओम श्री महाकाली महालक्ष्मी महासरस्वती नमो नमः। ल अब ज्योतिको पालो आछ है। ल मैले घन्टीको आवाज यो घन्टी बजाउनु न यहाँ उपस्थितहरूले घन्टी बजाउनु है। ओम चन्द्रमा मनसो जातस्तक सो सूरजो अजायत श्रोत्राद वायुस्स प्राणस्स मुखादग्निरजायत आज्यवति समायुज्यं भगिना युदितं मया दीपं गृह्ण देवेश त्रैलोक्यं तिमिरापम्। ॐ श्री महाकाली महालक्ष्मी महासरस्वती नमो नमः। दीपं दर्शयामः। बोलिए दीपनारायण भगवान को, लक्ष्मीनारायण भगवान को, महाकाली महालक्ष्मी महासरस्वती को दीपम समद्वीपम दर्शयामः। ल अब यस पछाडि हात धोएर नैवेद्य है ठिक्क पार्नु होला। तुलसी लाग्नुहोस् नैवेद्यमा है। यो फागु पूर्णिमाको दिन हो। हावाहुरीको समय हो। त्यसैले कर्ताहरूलाई आफू सजग भएर भगवानको आराधनाको लागि यहाँहरू रहनु होला। हामी पूजा गर्दै गर्दा हामीबाट हुने कार्यहरूबाट कसैलाई पनि आघात नपुगोस् अथवा हामी पूजा सामग्रीमा ल्याएका सबै द्रव्यहरू भगवानका निम्ति चढोस् र कुनै पनि पद पदार्थहरू यत्तिकै चाहिँ विनाशद्वारा चाहिँ हुन नपरोस्। त्यसैले सजगताका साथ भगवतीको पूजाको लागि भगवान शिवजीको पूजाको लागि र महत्त्वपूर्ण कर्मको लागि यहाँहरू समावेश हुनुहोला। पूजा गर्दा हामीमा सचेतता हुनु अत्यन्तै जरुरी छ। त्यसैले पूजा गर्न नपाएका जो चाहिँ भर्खरै मात्रै आउनुभएका कोही कर्ताहरू हुनुहुन्छ भने पनि उहाँहरू शुद्ध मनका साथ हातमा फूल लिएर भगवानको मन मनैले ध्यान गरे तापनि त्यो अक्षय पुण्य फल प्राप्त हुने हाम्रो धर्मशास्त्रमा रहेको छ। अब यहाँ सबैले नैवेद्य लाउनु होला। नैवेद्य है। ल हात धोएर नैवेद्य है।
हरे अम्बानाभ्यासेदन्तरिक्षगुं ईषणोरजौः समभरततो पृथिव्यां भूमृदि सहस्रोत्र तथा लोका कल्पयन् त्वदीयं वसुदेवे स तुभ्यमेव समर्पये प्रियाणसमुखो भूत्वा प्रसीद परमेश्वरौ प्राणाय स्वाहा ओम अपानाय स्वाहा ओम व्यानाय स्वाहा ओम समानाय स्वाहा ओम उदानाय स्वाहा ओम पञ्चप्राणेभ्यो नमो नमः हेन मुद्रा गायका सम्झ्दै हुनुहुन्छ त ओम हेन मुद्रा यस सिद्ध बाबा मन्दिर छत्रकोट 1 हुँगा कछौटे गुल्मीमा आज विविध पूजा आजा कार्यक्रम सहित यहाँ लक्ष्यवती त्यसै गरी व्रतबन्ध विविध आजा पूजा कार्यक्रमहरू रहेको छ। यहाँ मन्दिरमा उपस्थित हुनुभएको छैन भने सम्पूर्ण भक्तालुजनहरूलाई कार्यक्रममा उपस्थित भई पुण्य आर्जन गर्नुहुन सम्पूर्णमा साथ निमन्त्रण गर्दछौँ। अहिले यहाँ धेरै भक्तालुजनहरूको उपस्थित भइसकेको छ। यहाँ विविध पूजा आजा कार्यक्रम पनि चलिरहेको छ। श्री सिद्ध बाबा मन्दिर छत्रकोट 1 हुँगा कछौटे गुल्मीमा हाम्रा भक्तालुजनहरू उपस्थित हुनुभएको छैन भने जहाँ हुनुहुन्छ हाम्रो यस मन्दिरको प्राङ्गणमा उपस्थित भइदिनु हुन सम्पूर्ण भक्तालुजनहरूलाई सादर निमन्त्रणा गर्दछौँ। हरिओम। ल भगवतीको संक्षेपमा हामी आरती गरौँ त ल। 5वटा बत्तीभन्दा बढी भएर केही हुन्छ ल। आरती बाल्नुहोस् है। आरती बाल्ने एकछिन पूजा हुन्छ ल। आरती बाल्नुहोस् है एकछिन। 5वटा भन्दा बढी भएर केही हुन्छ ल। कमी हुनु भएन है। ल आरती ल। आरती बाल्नुहोस् ल। आरतीलाई पूजा गर्छ। ओम आरत्री पार्थिव कुङ्गरजः पितुर प्रायिधामभिः दिवः सदा गुंसि बृहति वितिशस आत्वेकं वर्तते तमः। ओम आरत्यै नमः। रातो फुल र बिल्ली पूजा गर्छ। ओम आरत्यै नमः। ओम ज्वाला मालिन्दै नमः। ल घन्टी बजाएर उठेर भगवतीको चाहिँ शरणार बिन्दमा, भगवतीको पाउमा, भगवतीको नाभिमा, भगवतीको शिरमा, वास्तवमा भगवतीका सबै अङ्गहरूमा त्यो आरती देखाउनु होला है त ल। ओम आदौ चतुःपादतलैकदेशे भगवतीको चाहिँ पाउमा आदौ चतुःपादतलैकदेशे पाउमा 4 पटक देखाउनुहोस् त। आदौ चतुःपादतलैकदेशे दौनाभिदेशे भगवतीको पाउमा 4 पटक देखाउनुहोस्। नाभिमा 2 पटक। आदौ चतुःपादतलैकदेशे दौनाभिदेशे मुखमण्डलैक्यं भगवतीको मुखमा 1 पटक। दौनाभिदेशे मुखमण्डलैक्यं सर्वाङ्गदेशे सुतशब्दवारा भगवतीका सबै अङ्गहरूमा पाउदेखि सबै अङ्गहरूमा 7 पटक देखाउनुहोस्। यस सिद्ध बाबा मन्दिरको प्राङ्गणमा उपस्थित हुनुभएका सम्पूर्ण भक्तालुजनहरूमा सादर नमस्कार टक्राउँदै सिद्ध बाबा मन्दिरले सबैको कल्याण गरून् र यस सिद्ध बाबा मन्दिरको विभिन्न भौतिक संरचनादेखि विभिन्न कार्यक्रमहरू गर्नको निमित्त धेरै भक्तालुजनहरूले आजको कार्यक्रममा धेरै सौजन्य गर्नुभएको छ, सहयोग गर्नुभएको छ। सम्पूर्ण भक्तालुजनहरूमा यस सिद्ध बाबा मन्दिर यहाँ सबैको रक्षा गर्नु, सबैको परिवारमा सधैँ जय होस्। सिद्ध बाबा मन्दिरले सबै कल्याण गर्नुहुनेछ भन्ने हामी यस सिद्ध बाबा मन्दिर परिवारले अपेक्षा लिएका छौँ, प्रार्थना गरेका छौँ र आजको यस कार्यक्रम सम्पन्न सहयोग गर्नुहुने सहयोगदाताहरू हुनुहुन्छ। म उहाँको कर्मैसँग भाषण गर्ने अनुमति चाहन्छु। रामप्रसाद गेवाली गुरु वाग्ले सल्लाहबाट सहयोग स्वरूप प्रदान गर्नुभएको छ। प्रसाद गेवाली रुरु बाग्ले सल्लाहबाट नगद रु 1515 रुपियाँ सहयोग गर्नुभएको छ। त्यसै गरी सुमित्रा गेवाली रुरु बाग्ले सल्लाहबाट नगद रु 1005 सहयोग प्रदान गर्नुभएको छ। त्यसै गरी ऋषिराम गेवाली रुरु बाग्ले सल्लाहबाट नगद रु 600 रुपियाँ सहयोग प्रदान गर्नुभएको छ। त्यसै गरी दधिराम गेवाली रुरु बाग्ले सल्लाहबाट नगद रु 600 प्रदान गर्नुभएको छ। सम्पूर्णलाई
सम्पूर्णलाई सिद्ध बाबा मन्दिरले सधैँ कल्याण गरून्। हामी यस सिद्ध बाबा मन्दिरको तर्फबाट हार्दिक प्रार्थना गर्न चाहन्छौँ। त्यसै गरी होटल मैदान सत्यवती छ उल्ली खोलाबाट नगद रु 1005 सहयोग प्रदान भएको छ। त्यसै गरी विष्णुगिरी रुरुटा हाटिमबाट चाहिँ नगद रु 1035 रुपियाँ सहयोग प्राप्त भएको छ। त्यसै गरी टोपला पाण्डे छत्रकोट 1 हुँगा भैर पोखराबाट नगद रु 5050 रुपियाँ सहयोग प्रदान भएको छ। त्यसै गरी कमला पाण्डे टोपलाबाट छत्रकोट 1 हुँगा भैर पोखराबाट नगद रु 610 रुपियाँ सहयोग स्वरूप प्रदान भएको छ। त्यसै गरी कालिदास भण्डारी सत्यवती छ 520 रुपियाँ सहयोग स्वरूप प्रदान। तपाईको शुभ नाम के हो? तपाईको शुभ नाम के हो? मेरो कालिदास भण्डारी हो भलाजी। भलाजी अनि कहाँ आउनु छ यस्तेर? कहाँ आउनु छ यस्तेर? यस सिद्ध बाबा मन्दिरले सधैँ कल्याण गर्नुहुनेछ भन्ने हामीले अपेक्षा लिएका छौँ र प्रार्थना गरेका छौँ। त्यसै गरी शिला भण्डारी छत्रकोट 1 हुँगा बाख्रेबाट नगद रु 2100 रुपियाँ सहयोग प्रदान गर्नु भएको छ। त्यसै गरी रामप्रसाद भण्डारी छत्रकोट 1 हुँगा तोलगाबाट नगद रु 2100 रुपियाँ सहयोग स्वरूप प्रदान गर्नु भएको छ। त्यसै गरी मुक्तिराम भण्डारी सत्यवती छ चेगाबाट नगद रु 500 रुपियाँ सहयोग स्वरूप प्रदान गर्नु भएको छ। त्यसै गरी पदमलाल पाण्डे छत्रकोट 1 हुँगा भैर पोखराबाट नगद रु 5555 रुपियाँ सहयोग प्रदान गर्नु भएको छ। हामी सम्पूर्ण सहयोगदाताहरूलाई यस सिद्ध बाबा मन्दिरले सधैँ कल्याण गर्नुहुनेछ भन्ने हामीले प्रार्थना गरेका छौँ। त्यसै गरी केशवराज पाण्डे मणिग्रामबाट नगद रु 505 रुपियाँ सहयोग प्रदान भएको छ। त्यसै गरी मन्जु भूषाल सत्यवती छ उल्ली खोलाबाट नगद रु 505 रुपियाँ सहयोग प्रदान भएको छ। त्यसै गरी देवकुमारी भण्डारी मदिराम सत्यवती छ सत्यवती 2 खैरेनीबाट नगद रु 505 रुपियाँ सहयोग प्राप्त भएको छ। त्यसै गरी सीता नेउपाने पाण्डे छत्रकोट 1 हुँगा ठुला पोखराबाट नगद रु 220 रुपियाँ सहयोग स्वरूप प्राप्त भएको छ। त्यसै गरी कमल थापा सत्यवती छ घोलटुङबाट नगद रु 1020 रुपियाँ सहयोग स्वरूप प्राप्त भएको छ। त्यसै गरी दण्डपानी भण्डारी छत्रकोट 1 हुँगा गुल्मीबाट नगद रु 550 रुपियाँ सहयोग स्वरूप प्राप्त भएको छ। त्यसै गरी होमनाथ भण्डारी छत्रकोट 1 हुँगाबाट नगद रु 1510 रुपियाँ सहयोग स्वरूप प्राप्त भएको छ। त्यसै गरी रुद्रलाल पुरी रुरुपाट चाहातीबाट नगद रु 200 रुपियाँ सहयोग स्वरूप प्राप्त भएको छ। त्यसै गरी गीता ढकाल सत्यवती छ लक्रान्तीबाट नगद रु 210 रुपियाँ सहयोग स्वरूप प्राप्त भएको छ। सम्पूर्ण सहयोगदाताहरूलाई यस सिद्ध बाबा मन्दिरले सधैँ कल्याण गरून्। तपाईको घरमा सधैँ खुसियाली छाओस्।